अनदर डे सेम भ्लग। अनि आज चाहिँ काम पनि बिदा थियो अनि हाम्रो सर पनि बिदा, त्यही भएर हामी चाहिँ यसो हल्का ब्याङ्कहरूको काम गर्न निस्किँदैछौँ। हेलो भनिदिनुहोस् न सर। अनि त्यही हो गाइस, अब चाहिँ हामी ब्याङ्कको काम सकेर पनि अनि यहाँ रामेन खान आएको छौँ। यहाँ चिसो रामेन गर्मी छ, त्यही भएर पहिला पानी खानु। अब बिजी हुन्छ होला कि नास्ता खाने बेलामा एउटा एउटामा बस्न पाए हुन्थ्यो यता यता। त्यही हो गाइस, मेरो रामेन आइसक्यो। यहाँ छ सिबुड भन्छ होइन बाबालाई, सिबुड भन्छ होइन, के भन्छ नि ल्याउ ल्याउ है गाइस। काँक्रा, तिल अनि यो चाहिँ किम्ची है। अब खाम। कहिलेसम्म खाएको भिडियो गरेको त भिडियो नभएको। यो चामलको ऊ रहेछ क्या ब्रो, मेन चाहिँ के दामी। देउरे हातले गरेको आएन। अब म मजाले खान्छु ल, खान्छु ल, खान्छु ल। मेरो रामेन बुढो पनि आइसक्यो है गाइस, तातोवाला गर्नु ल र खानु गरिदिन्छु म। अरू मान्छे आउनु भयो कि ल, तातो मुख पोल्ने भयो। कस्तो छ मेरो भयो? हामी भुँडी फुट्ने गरेर खाएर अब हामी लागेछौँ यसो त्यहाँ मलतिर सानोतिनो सपिङ गर्नलाई। मल गएर सानोतिनो सपिङ गर्नलाई। अब म चस्मा लाउने होइन, मलमा गएर फेरि कपडाहरू गतिलो देखिँदैन। यताबाट यताबाट त्यता जाने, यतैबाट गयो भयो, यता त्यताको गेटबाट। अब हामी मल जान्छौँ। आज हामी छोरो स्कुल पठाएर हामी दुईवटा बुढाबुढीको रमाइलो चलिरहेछ। त्यही हो। हामी चाहिँ यहाँ पाइन्ट हेर्न आएको गाइस, हेर्नु न। यो फोरो हो कि डिजाइन हो यो होइन? हामी पाइन्ट हेर्छौँ। यहाँ चाहिँ मेरो पाइन्ट। त्यो यो ठुलो हुन्न भने यो यहाँदेखि यहाँसम्म कति बित्ता छ? साइजकै थियो यो कस्तो लाउने पाइन्ट हो? अब त्यहाँ त ठुलो हुँदैन, पाइन्ट गर्दैन। गाइस हामीहरू त हरायौँ कि यही छोडेर गएको कि कता गएको थाहै छैन। फोन गऱ्यौँ हामी हरायौँ, फोन पनि उठाउनुहुन्न। हामी भेट्यौँ गाइस, हामी भेट्यौँ है गाइस फाइनल्ली। यहाँभित्र खेल्ने त्यहाँ डान्स सिकाउने होला। यहाँ डान्सहरू खै यहाँ के इङ्ग्लिस सिकाउने पनि छ कता, उतापट्टि साइडमा होला। यहाँ एक्सर्साइज होला के, त्यही हो छ। अहिले घर त ठुलोवाला पनि भ्याइला छ। गाइस आपको दाम
अहिले हामी गएको मल चाहिँ यही हो है एकदमै महँगो है मैले चाहिँ एकदम महँगो के हेरेर ठिक्कको चस्मा किने अब कस्तो देखिन्छ हेर्नु अहिले चाहिँ अर्कै थियो अहिले चाहिँ यस्तो आयो सुहायो दाम महँगै हो राम्रो देख्यो लगभग 2-3 दिन काम गर्नुपर्छ है अनि मैले चाहिँ यो किने यस्तो यो छेउछेउमा अलि बाक्लो भएको मनपर्छ क्या मलाई किन बाक्लो हो झन् दुख्छ नि त तर ठिकै छ एकछिनलाई काम चलाऊ राम्रो देख्यो मलाई ठ्याक्क फेसमा कस्तो मजाले टपक्क अड्डेछ कि राम्रो हिरोइन जस्तो देखियो गाइस ल आज मेरो चाहिँ यही हो बाइ मैले बाइ किनेको अरू पनि किनेको छु घर घर देखाउँछु है अब चाहिँ छोरो लिन जानु लाग्यो बिहानदेखि हामी बुढाबुढी आज दुईजना पुरै डेटिङ हिँडे जस्तो भएछ डेटिङ हो टाइम स्पेन्ड गरेको बुढाबुढी धेरै भयो होइन बुढो एक्लै नहिँडेको खालि छोरो साथमा हुन्थ्यो यता भागो उता भागो ठिक्क हुन्थ्यो त्यहाँ बुढासँग यसरी हिँडेको बाइ बाइ बाई 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 गाइस हामी चाहिँ इवानको स्कुलमा आयौँ बेबीको हामी बाहिर कुरेर बसेको छौँ 2 नबज्दा जरी चाहिँ ढोका खुल्दैन अरू बच्चामा चाहिँ यता पनि निस्किँदैछ नि यता पनि हाम्रो बेबीको कोठा चाहिँ यहाँनिर हो यहाँनिर एउटा निस्किन्छ हेर बेबीहरू सबै निस्केर ए हामीले चाहिँ यो पुनटुटीलाई लिएर आइसक्यौँ अनि त्यही अब हामी घर जाँदैछौँ ल इवान ऊ ब्याग बोकी छन् खै कता हो यता हो ब्याग बोकी छन् आज के खाएको अरे के खाएको अरे भन त्यही हो ओभाके आउँछ त्यहाँ त इवान खोइ ओभाके आउँछ इवान खोइ एक्लै भागी गरे नि इवान खोइ इवान फुल टप टिपे चाहिँ अगाडिबाट आमा आएर हेर्नु भएको छ भागिन् हामी चाहिँ घर आइसक्यौँ है बाबु चाहिँ खाना खान लाग्छ अनि मैले चाहिँ पोते लिएको कि कस्तो राम्रो रहेछ नि मसँग कलरफुलमा छ त्यो केले बनाएको छ यस्तो गरेर म पनि यस्तै डिजाइनको बनाउने कसरी लाउने हो यस्तो गरेर कसरी लाउने पहिला यसलाई चाहिँ बाँध्छु ल माथि बाँधेर आउँछु कपाल बाँधेर आएँ यसलाई लाउने पहिला यस्तो गरेर घाँटीमा लाउने केही थिएन नि त सुनको सिक्री बाहेक त्यही भएर किनेको यस्तो पोते बाबा हेर्नु त राम्रो देखेँ है पोते लाउनु पर्यो पोते नेक्लेस अरे क्या यहाँ चाहिँ नेपालमा पोते यहाँ नेक्लेस यस्तो गरेर यसलाई अगाडि फाएर पनि त राम्रो देखिन्छ होला नि देखिन्छ त यस्तो यो अगाडि पारेर राम्रो देखिन्छ त यो झुम्का न त्यही हो अनि मैले के किने झुम्का लगाइसकेँ भिडियो गर्न बिर्सेछु त्यही हो अब चाहिँ म भ्लग इन गर्छु अनि हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो यदि मन पऱ्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला सी यू नेक्स्ट भिडियो वैसी ए ल हामीले खानेकुरा ल्याइदिएको नि बेबीले खाइरहेकी छिन् त्यति नै हो बाई सी यू नेक्स्ट भ्लग बाई बाई